तपाईले थाहा पाउनु भयो नि, युएई मा भिजा लिने बित्तिकै गर्नुपर्ने काम भनेको ILOE इन्सुरेन्स हो। 4 महिना भित्रमा तपाईले यो काम गरिहाल्नुस्, होइन भने 400 दिरहम फाइन पर्छ। र अगाडि नै तपाईले गरिसक्नु भएको छ अनि समयमा इन्सुरेन्स रिन्यू गर्नु भएन भने तपाईलाई 90 डेज यानी कि 3 महिनाको ग्रेस पिरियड दिइन्छ। त्यो समयभित्र तपाईले पैसा तिर्नु भयो, रिन्यू गर्नु भयो भनेदेखि ठीक छ, होइन गर्नु भएन भने तपाईलाई 200 दिरहमको फाइन लाग्छ। अनि यो कसरी तिर्ने त भनेर मैले हिजोको भिडियोमा बनाइसकेकी छु, त्यहाँ गएर हेर्नुहोला। र तिर्नको लागि चाहिँ तपाईले शपिङ गर्नको लागि जुन कार्ड प्रयोग गर्नुहुन्छ त्यही कार्डबाट गर्न सक्नुहुन्छ है। नेपालमा चाहिँ एटीएम कार्ड मात्र छ धेरै जसो बैंकहरुमा। अहिले त अब डेबिट कार्ड पनि दिन थाल्यो रे भनेको सुन्छु। तर युएई को बैंकहरुमा चाहिँ त्यही कार्ड डेबिट कार्ड, त्यही कार्ड एटीएम कार्ड हुन्छ। तपाईको ILOE इन्सुरेन्समा फाइन छ कि छैन भनेर चेक गर्नको लागि म सिकाउँदै छु। हेरौँ है त। गुगलमा जाने, ILOE इन्सुरेन्स चेक यो खोज्छु म। तल जाम, ILOE क्विक पे, यहाँ हेरौं। कार्ड नम्बर, अब मेरो कार्ड नम्बर लेख्छु। अब डेट अफ बर्थ, कार्ड नम्बर र डेट अफ बर्थ लगाइसकेपछि म सर्च गर्छु। तल देख्न सक्नुहुन्छ देयर इज नो फाइन अगेन्स्ट दिस पर्सन। यदि तपाईको फाइन छ भने यहाँ फाइन देखाउँछ।